के हजुरले पनि टिकटकको सर्च बारमा गएर कसैको आइडी प्रोफाइलहरू सर्च गर्नुभएको छ या ती सर्च बारमा अहिलेसम्म के सर्च गर्नुभएको छ ती सबै सर्च हिस्टोरीमा गएर सेभ भएर बसेको हुन्छ, त्यसलाई एकैपटकमा सबैलाई चाहिँ कसरी डिलिट गर्ने। र यसको लागि सबैभन्दा पहिले म यसरी टिकटकमा आएँ र यसरी टिकटक ओपन गरिसकेपछि यहाँ माथि सर्चको आइकन देख्न सक्नुहुन्छ। यो सर्चमा गएर चाहिँ हामीले अहिलेसम्म के सर्च गरेका छौँ टिकटकमा सबै सर्च बारमा आएर यसरी बसेको हुन्छ र यसलाई चाहिँ एकैपटकमा कसरी डिलिट गर्ने। यसको लागि यसरी ब्याक आउनु होला। ब्याक आइसकेपछि आफ्नो प्रोफाइलमा आउनु होला। यसरी टिकटकको प्रोफाइलमा आइसकेपछि माथि 3 लाइन रहेको छ, यो 3 लाइनमा क्लिक गर्नु होला र यसपछि रहेको छ सेटिङ एन्ड प्राइभेसी भनेर लास्टमा रहेको छ, यो अप्सनमा क्लिक गर्नु होला। यो अप्सनमा क्लिक गरिसकेपछि यहाँ थोरै स्क्रल डाउन गर्नु होला। यहाँ देख्न सक्नुहुन्छ एक्टिभिटी सेन्टर भनेर रहेको छ, यो एक्टिभिटी सेन्टरमा क्लिक गर्नु होला र यसरी यहाँ आइसकेपछि हजुरले देख्न सक्नुहुन्छ सर्च हिस्टोरी भनेर रहेको छ, यो सर्च हिस्टोरीमा क्लिक गर्नु होला र यसरी सर्च हिस्टोरीमा आइसकेपछि हजुरले टिकटकको सर्चमा के सर्च गर्नुभएको छ सबै यहाँ चाहिँ सेभ भएर बसेको छ। यसलाई चाहिँ एकैपटकमा हामीले कसरी डिलिट गर्ने, यसको लागि यहाँ माथि सेलेक्ट भनेर रहेको छ, यो सेलेक्टमा क्लिक गर्नु होला। सेलेक्टमा क्लिक गरिसकेपछि यहाँ सबैभन्दा लास्टमा रहेको छ सेलेक्ट अल सर्च हिस्टोरी भनेर रहेको छ, यसलाई क्लिक गरिदिनु होला। यसरी चाहिँ सबै क्लिक भइसकेको छ हाम्रो चाहिँ हैन, र यसरी डिलिट अल गरिदिनु होला। यसरी सेलेक्ट गरिसकेपछि डिलिट अल गरिदिनु होला र डिलिटमा ओके गरिदिनु होला। यसरी डिलिट गरिसकेपछि हजुरले आफ्नो टिकटकमा अहिलेसम्म के सर्च गर्नुभएको छ ती सबै सर्च हिस्टोरीहरू चाहिँ एकैपटकमा डिलिट हुनेछन्। धन्यवाद।